दैव पनि कुन बेला लाग्छ थाहा हुँदैन साथी। अस्ति मात्रै पाकिस्तानको हिमाल आरोहण गर्दा नेपाली लगायत विदेशी नागरिकले हिम पहिरोमा परि ज्यान गुमाएको खबरले मन साह्रै स्तब्ध बनाएको छ। त्यही माथि हाम्रो निम्स दाइ तपाईँले दिनुभएको मोटिभेसन अनि तपाईँले चिनाउनु भएको नेपाल कहिले पनि बिर्सिनेछ नि दाइ। फर्केर आयो भने हिमालबाटै फर्केर आउँछ, फर्केन भने हिमालमै हराउँछ। हराउँछ जस्तो नि हुन्छ मनमा। जब आफू आइसमाथि सिजाउँदाखेरि तल हुने आइस डुङ डुङ पर्किँदाखेरि मेरो त दिन क्या हो जस्तो लाग्छ। के सम्झिन्छ त्यो बेला? आमा सम्झिन्छु। तपाईँले 6 महिनामै विश्वका 8,848 किलोमिटरका हिमालहरू पार गरेर विश्व कीर्तिमान गरेको नेपाली कहिले पनि बिर्सिनेछ नि दाइ। निम्स दाइ तपाईँले दिनुभएको माया अनि सधैँभर रहिरहन्छ। नेपाली कहिले पनि बिर्सिने छैन। जे नहुनु थियो त्यो भइहाल्यो दैको लागि। बाँकी त यस्तै हो दाजु। एकचोटि त एक न एक दिन जानु नै छ। रेस्ट इन पेलेस दाइ।